एक दिन 16 वर्षका छोराले आमासँग झगडा गरे। निहुँ ठुलो थिएन। आमाले राम्रोसँग पढाइ बाबु मात्र भनेकी थिइन्। ऊ हरेक सानो कुरामा ओठे जवाफ फर्काउने र झर्किने मात्र गर्थ्यो। आज त रिसले घरै छाडेर हिँड्यो। दिनभरि भौतारियो। साँझ परेपछि भोक लाग्यो। एउटा रेस्टुरेन्टको अगाडि गएर रोकियो। गोजीमा पैसा थिएन। टोलाएर रेस्टुरेन्टको अगाडि उभिरहेको थियो। रेस्टुरेन्टका मालिकले उसलाई देखे। निकै बेरदेखि उभिएको देखेर रेस्टुरेन्टका मालिकले वेटरलाई सोध्न पठाए। वेटरले छेउमा गएर भने, भाइ किन बस्नु भएको बाहिर? भित्रै आउनुहोस्। केटाले भन्यो, मलाई भोक लागेको छ तर मसित पैसा छैन। वेटरले गएर मालिकलाई यही कुरा सुनाए। मालिकलाई केटाप्रति दया लाग्यो। केटालाई भित्र बोलाए अनि पेटभरि खाना दिए। केटो खुसी भयो र रेस्टुरेन्टका मालिकलाई धेरै धन्यवाद दियो। मालिकले केटालाई सोधे, तिम्रो घर कहाँ हो अनि किन तिमी घर छोडेर हिँडेको? केटाले भन्यो, म आमासित झगडा गरेर घर छोडेर हिँडेको। मालिकले भने, यसरी आमासित झगडा गर्नु हुँदैन। मैले तिमीलाई एक छाक खाना खुवाउँदा तिमी मसित यति धेरै कृतज्ञ भयौ, मलाई धन्यवाद दियौ। तिमीलाई 16 वर्षदेखि यसरी नै आमाले दैनिक बिहान बेलुका खाना बनाएर खुवाउनु भएको छ। सम्झ त उहाँसँग तिमी कति कृतज्ञ हुनुपर्छ। तिमीले यो कुरो याद गरेका छौ? केटो भावुक भयो, गहिरो सोचमा पर्यो अनि घर फर्कने निर्णय गर्यो। घर फर्कियो। छोरो घर आएको देखेर आमा ढोकैमा आउनुभयो र दुखी हुँदै भन्नुभयो, आइज बाबु, कहाँ गएको थिइस्? भोक लाग्यो होला, खाना पाकेको छ, हात धोएर खाना बस। केटो रुन थाल्यो। आमासित माफ मागेर पाउ पर्यो। आमाले दिएको निस्वार्थ सेवा र स्नेहलाई हामी सामान्य ठान्छौँ, तर अरूबाट सानो सहयोग पाउँदा पनि कृतज्ञ हुन्छौँ। आमाको मायाको मूल्य बुझौँ। आमासित सधैँ कृतज्ञ बनौँ। आमालाई माया गरौँ।